ठाउँकीहरु छ यिनीहरुलाई पक्रा बुर्जी जारी नगर्नसम्म हाम्रो यो आन्दोलन रोकिन अझै पनि रोडमा निस्किन्छौं अझै पनि लड्छौं। मान्छे त मरिसक्यो त त्यसलाई न्याय दिने पहिला फर्स्ट प्रायोरिटी त त्यो होला नि त। अरु मुद्दा त त्यसपछि होला नि त। अहिलेका लिडर भनेको सरकार भनेको त्यसकै रगतमा बनेको हैन र। यी तिनीहरुलाई न्याय भएन नि त यो सरकारको के औचित्य रहेछ जोसुकै भन्नु नि। यत्रो यो हत्या अभियोग लागिसकेपछि केपी ओली रमेश लेखक यिनीहरुलाई किन समातेन? त्यो साथीहरुलाई किन समात्छ सरकारले हैन? हामीले समातेर ल्याएर कारबाही नै गर भने तर इन्भेस्टिगेसन त गर्न। यो वर्तमान सरकार यही आन्दोलनको जगमा बनेको हुनाले सर्वप्रथम कारबाही चाहिँ उहाँहरूलाई हुनुपर्छ। यो सरकार नागरिकको सरकार हो, त्यसैले नागरिकको आवाज सुन्नुपर्छ। जहाँ सबै नागरिकको आवाजहरू सम्बोधन हुनुपर्छ। प्रचण्ड लगायत शेरबहादुरलाई तत्कालै भ्रष्टाचारको मुख्य व्यक्ति भएको कारणले उहाँहरूलाई तत्कालै आजै समातेर चाहिँ भ्रष्टाचारको उसमा चाहिँ कारबाही गरेपछि मात्र हामी अरू कुराहरू गर्छौँ। एउटा भाइ चाहिँ शहीद भयो, एउटा भाइ चाहिँ घरमा पछिल्लो दिन त्यही भाइलाई छोप्ने कार्यक्रम पनि भइरहेछ। एउटा भाइ चाहिँ शहीद हुन्छ, अर्को भाइ चाहिँ गुनेगार भएर अथवा पुलिस प्रशासनको अन्डरमा बस्नुपर्ने अवस्था पनि देखिएको छ। मेरो भान्जाको उसले जुन सपनाको लागि चाहिँ उसले लड्यो ज्यानको त्यसको त अब मेरोमा आएको छ नि त, काममा त आएन त। म त्यो तुइन त मलाई पनि त मन छैन नि। मलाई पनि त यो अहिले बनेको सरकारले राम्रो काम गर्यो। अब पहिला हामीलाई नै न्याय दिनु। अझै हजुर अब बधाई त के बधाई हामी तपाईँले नदिनु नि भनेको थियो। म बधाई दिन्छु काम गरेपछि भोलि त्यो सफल भएपछि हजुरले पाउनुहुन्छ। त्यही हो हजुर आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद है। अनि उनी के अरे घर कहाँ? सिन्धुपाल्चोक सिन्धुपाल्चोक त उहाँ र त्यही हो अब हाम्रो। अनि यहाँ के गर्दै थिए यति बेला? पढ्दै थियो कि अथवा के गर्दै? म भिडियोग्राफी गर्थेँ। फागुन 21 गते घोषणा भइसकेको छ निर्वाचनले। होइन यिनीहरू त भइहाल्छ नि। यिनीहरूलाई वास्तवमा जुन कुरो गर्नुपर्ने थियो यो सरकारले गर्दै गयो। यो सरकारले के गर्नुपर्थ्यो मैले सुरुमै भनेको थिएँ, यो सरकार नै मतलब के भने संविधानको कुनै पनि धारामा टेकिएर उत्पत्ति भएको होइन। यो उत्पत्ति तपाईँको जनआक्रोशबाट आएको हो भनेदेखि जब जनआक्रोशबाट आएको थियो र मतलब के भने यो अवस्थालाई चाहिँ यदि क्यास गर्न चाहेको भए तरिकाले हिँड्न चाहेको भए सर्वप्रथम मतलब के भने यहाँ दललाई केही दिनको लागि चाहिँ नियन्त्रित गर्नु पर्थ्यो अथवा चाहिँ मतलब के भने सस्पेन्ड गर्नु पर्थ्यो केही दिन, महिना दिन, 2 महिना 4 महिना। त्यसपछि स्क्रिनिङ हुन्थ्यो त्यहाँ। अब अहिले पनि दल त जिउँदो छ। दलले आफ्नो झन्डा लिएर चाहिँ मुर्दाबाद जिन्दाबाद टिकटक बनाएको त म टिकटक नजाने मान्छे परे सब जोडी खाने नयाँ क्रिएर आफू परि एक्लो यहाँ यो पनि एक्लै रहेछ मस्त है। रेल टोक्छ यार जोडी कपिराइट हान्छ यार। एकदम राम्रो हो। मान्छेले कस्तो राम्रो बनायो ध्यान हाल्ने हो। लास्टमा घुम्दैछु यहाँ इसान अगाडि गइसकेको छ। अझै टक्क जोडीहरू छन् त्यहाँ स्पेसल है। सब जोडी यता पनि जोडी हामी त हेरेको हेरे तिमी हेरेको हेरे है।